मर्निङ गाइस के छ खबर सञ्चारमा हुनुहुन्छ म पनि सञ्चारमै न्यु डेली ब्लग मेरो चाहिँ भर्खरै नास्ता हुँदैछ है ब्रेकफास्टै भनौँ अब चाहिँ म कपाल काट्ने ठाउँमा जाँदैछु आउने चाहिँ 1 बजे बोलाएको 1 बजेभन्दा बढी भइसक्यो अब यो खाँदै ट्याक्क लाएर जानुपर्छ है त अनि उहाँ पनि देखाउँछु म कपाल काट्ने ठाउँमा के कस्तो हुन्छ रामदानी हुन्छ गाइस यही मान्छे हो मलाई कपाल दाढी काट्दैन मान्छे बङ्गलादेशी हो तर नेपाली हो पुरा ट्याक्क टिपिकली नेपाली हो मान्छे सालो है म चाहिँ यसको उसको सालो हो पनि बबाल कपाल काट्ने दाढी काट्ने आएर यो मान्छे हेर्न सक्नुहुन्छ हजुरले कपाल नकाट्नुभन्दा पहिला यस्तो छ होला कपाल काटेपछि देखाउँछ है त कस्तो कपाल काटेको हुन्छ भनेर है त्यसलाई सक्नुहुन्छ है मैले चाहिँ दाढी कपाल काटेर भइसकेपछि चाहिँ यस्तो छ होला दामी यो मान्छे चाहिँ धेरै राम्रोसँग काटेको है मेरो दोस्त हो त्यही भएर चाहिँ म यहीँ आउँछु यो मान्छेलाई जति पनि यता आउँछ नि कपाल काटेर काटेर मलाई थकाइदिन्छ मैले चाहिँ भर्खर दाढी साडी काटेर आएँ होइन कपाल सपाल बनाएर अब चाहिँ रेस्टुरेन्टमा गएर केही खानुपर्छ अन्त भोलि बिहानै उठेर भोलिको लागि खाना बनाउनु पर्छ तपाईँ साँझ बनाउनु पर्ला तर अहिलेको लागि चाहिँ अब जस्तो कि रेस्टुरेन्टमा खानुपर्छ है तर चाहिँ यही हो है मेरो आज पकाउनु चाहिँ भएन त्यही भएर चाहिँ यस्तो खाना आज रेस्टुरेन्टमै खानु है ठिक छ ल दामी हुन्छ बिल्डिङ त्यही हो है गाइस यस्तो थियो यो दामी हो यो एरियामा बस्नु चाहिँ किनभनेपछि यो एरियामा मार्केटहरू सबै नजिक छ रेस्टुरेन्टहरू लोन्ड्रीहरू सब राम्रो छ क्या दामी हो होइन हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ एभन सुपर मार्केट है सधैँ हाम्रो फेभरेट सबैले थाहा छ लगभग अबुधाबी बस्नेहरूलाई अफर राम्रो चलिरहेछ है अहिले चाहिँ किनिसकेँ टमाटो चिनो किन्यो अनियन रेड चिकन गाइस मैले चाहिँ सामान किनेँ है हजुरलाई देखाइसकेको छु अब जाने हो रुमतिर यो बाटो हुँदै ट्याक्क लाएर रुमतिर जाने हो अनि रुममा गएर फेरि एकछिन आराम गरेर खाना बनाउनु पर्छ त्यही हो है त किनकि अहिले गएर खाना बनायो भने चाहिँ भोलिलाई पनि सजिलो हुन्छ क्या भोलि लानलाई बिहानमा ड्युटी जाँदा त्यही भएर साँझ बनाउने यो चाहिँ सन एन्ड स्टार स्पोर्ट है यसमा चाहिँ बबाल हेर्न सक्नुहुन्छ साइकल है बबाल सामान पाउँछ स्पोर्ट्सको लागि तर महँगो पनि हुन्छ क्या साइकल हेर्न सक्नुहुन्छ गाइस म चाहिँ भर्खरै निस्केँ है दिल्लीबाट यता धेरै चिसो छ म हिँड्न लागेको चाहिँ कर्नेसतिर हो धेरै चिसो छ है आज त मौसम हावा चलिरहेछ त्यही भएर सर एकचोटि घुमेर आउनुपर्छ है त्यसलाई हुन्छ गाइस म चाहिँ हिँड्दैछु है अब बाटोमा आजको मौसम नि बबाल छ रमाइलो छ है दामी छ मौसम नि घुम्नको लागि ट्याक्क लाएर है त ल अब त्यहाँ उता सिटी बर्गर छ नि त्यहाँदेखि चाहिँ कफी लिनुपर्छ अनि कफी लिइसकेपछि चाहिँ जानुपर्छ है त सर आफ्नो गन्तव्यतिर ल हुन्छ गाइस मेरो कफी है अब कफी खाँदै यो बाटोतिर लाग्नुपर्छ है त फेरि घुम्दै जानुपर्छ यही रोड हो कर्नेस जाने है अब घुम्ने ठाउँ चाहिँ अबुधाबीमा जति पनि छ है तर पनि कर्नेस चाहिँ ठिक हुन्छ घुम्न जान बिल्डिङहरू अनि आज चाहिँ मैले जाँदैछु कर्नेसतिर है आज चाहिँ मैले सायद केही नयाँ कुराहरू बनाउँछु होला भिडियोमा जस्तो फिल भइरहेछ किनकि आज नेपालीहरू चाहिँ भेटिहाल्यो भने त्यही उनीहरूसँग कुराहरू सोधपुछ गर्छु हाम्रो नेपालको बारेमा के कस्तो राय छ है हामी विदेशमा बस्ने हुने नेपालीहरूले चाहिँ के कस्तो प्रतिक्रिया दिनुहुन्छ अहिलेको अवस्थामा है त ल हेर्न सक्नुहुन्छ सोफिटेल होटेल है सबभन्दा ठुलो अबुधाबीको यहाँ बिल्डिङहरू के भन्न चाहनुहुन्छ साथी हजुरले हजुर अब तपाईँसँग भेट भयो आज है हजुर अबुधाबीमा थिएँ आउँदै हजुर मेरो नाम चाहिँ आदर्श ओके हजुरको के भन्नुभयो मेरो नाम चाहिँ राजु हजुर तर मलाई पनि खुसी लाग्यो हजुरसँग भेट हुँदाखेरि है तर मेरो आजको प्लानिङ के थियो भने चाहिँ अब सट्ट जाने अनि नेपालीहरू भेटिनुहुन्छ भने नेपालको बारेमा यसो अहिलेको अवस्थामा सोधपुछ गरौँ भनेको हजुरलाई भेटेँ हजुरबाटै आजको पहिलो उद्घाटन भइहाल्यो अनि के छ त चुनाव आउँदैछ 1 महिनापछि के भन्न चाहनुहुन्छ चुनाव आउँदैछ अब हामी त यतै छौँ होइन अब हामीले त भन्ने मात्रै त हो नि अब मतदान गर्न त मिल्दैन ओके त्यही भन्ने हो अब
नाही नहीं त्यही त अब घरतिर हाम्रो फ्यामिलीहरूलाई पनि सजेस्ट गराउनु पर्यो भोट चाहिँ केमा अहिलेको चोटि अहिलेको चाहिँ अब यसो जुन अवस्था छ त्यो हेर्दाखेरि चाहिँ भोट चाहिँ घन्टीमै भन्छु म चाहिँ होइन ओके ओके अब घन्टीले नै केही बजाउँछ जस्तो छ होइन ओके सही हो सही त्यही भएर म चाहिँ घन्टीमा नै भोट भन्छु अहिलेको अवस्थामा ओके ओके धन्यवाद हजुरलाई है त ल हस् ल हेर्न सक्नुहुन्छ गाइज है यहाँ चाहिँ यस्तो हुन्छ क्या एउटा फ्यामिलीहरू बसेर मजाले खाने हुन्छ क्या यस्तो पिकनिक खाने यहाँ पानीको यस्तो छ रमाइलो दामी 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 धेरै दामी हेर्नुहोस् पानी थाकिरहेको छ है चराहरूको स्ट्रक्चर धेरै राम्रो ल गाइज अब चाहिँ म निस्किएँ है अब म चाहिँ कर्नेसमै छु तर यता पिकनिक एरियातिर हो है म जाँदैछु अहिले ठिक छ रमाइलो भइरहेको छ एक्लै हिँडे पनि के गर्न सकियो है साथीभाइहरू त अब सबैको ड्युटी हुन्छ सँगै निस्केर हिँड्नु पाउँदैन हुन्छ केटाकेटीहरू खेलिरहेछन् रमाइलो गरिरहेछन् केटाकेटीहरूले पनि सायद छुट्टी छ होला आज त्यही भएर अनि यता कर्नेस इलाकातिर है यस्तो छ फेरि समुद्र साइड उता यस्तो छ है दामी दामी चाहिँ यो टनेलबाट टनेल हुँदै चाहिँ अब उताको साइड जानुपर्छ है उताको साइडतिर भाइरल पुल अनि उताको साइडतिर चाहिँ समुद्र एरिया छ है त ल यो टनेलहरू पनि यस्तो हुन्छ लाइटहरू है बगाल हुन्छ टनेल पनि उता समुद्र हो अनि म चाहिँ यता भाइरल पुलतिर जान्छु किनकि एक दुईवटा फोटो खिच्छु होला भाइरल पुलतिर म अनि त्यसपछि दुई चारजना नेपालीहरूसँग कुरा पनि गर्छु अनि त्यसपछि म चाहिँ ब्याक टु समुद्र साइडतिर यसो चिल गार्डनहरू कति राम्रो है गार्डन यस्तै हाम्रो देशमा नि हुनुपर्ने हो क्या तर बस्नको लागि है यस्तो पार्कहरू कति रमाइलो हुन्छ है सबैजना मान्छेहरू थाकेको हुन्थ्यो अनि आएर पार्कमा मजाले बसेर रमाइलो कुराकानी गरेर होइन रमाइलो भिडियो चाहिँ मैले पछाडिको खिचेर अनि अगाडिको खिचेर पछाडिको आफूलाई चाहिँ देखाउँथेन तर आज चाहिँ देखाउँछु होइन रमाइलो भइरहेछ वेदर बवाल छ राम्रो छ है मान्छेहरू अब सायद भेट्छु कि साथीहरू नेपाली कोही बाटोमा भेट्यो भने यसो कुरा गर्छु है अघिको जस्तो वान अफ दिस फेभरेट प्लेस होला सायद त्यहाँ चाहिँ अहिले रेस्टुरेन्टहरू बनाइदिएको छ होइन पहिला चाहिँ थिएन अहिले चाहिँ पुरा रेस्टुरेन्ट बनाएर धेरै मान्छेहरू आउँछ अनि प्लस यहाँ चाहिँ केटाकेटी खेल्ने पार्कहरू छ अनि यो बिल्डिङ अबुधाबीको म चाहिँ यो बाटो हुँदै अनि म चाहिँ जान्छु उता है त ल अब म चाहिँ भाइरल पुल नजिकै आउन लागिसकेको छु अब सायद आज ओपन गरेछ कि छैन किनकि धेरै भिड हुँदाखेरि चाहिँ तिनीहरूले ओपन गर्दैन क्या बन्दै गरेर राखिरहेको हुन्छ अब जाँदैछु सायद ओपन छ होला अनि त्यहाँ नेपालीहरू धेरै भेटिन्छ है आज एक दुईवटासँग म कुरा गर्छु हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग नेपालको अवस्थाको बारेमा त्यही हो रमाइलो भइरहेछ है क्यामेरामा बोल्नु पनि ठुलो कुरो हुँदो रहेछ क्या सुरुमा चाहिँ धेरै लाज लाग्ने होइन कसले के सोच्छ कस्तो हुँदो रहेछ भनेर अनि जबदेखि मैले चाहिँ सिसन बानियाको भलग हेर्नु थालेँ सर्ट आउट सिसन बानिया है तर बबाल के त्यो दाइको भलग इन्सपायरै हो कि म त ऊबाट जमानाबाट हेरिरहेको उसको भलग आजभोलि पनि हेरिरहेको छु खुसी लाग्छ राम्रो लाग्छ त्यही भएर हामीले पनि स्टार्ट गर्दा केही फरक हुँदैन चाहे लाइक आओस् भ्युज आओस् नआओस् त्यसमा केही फरक भएन क्या तर बनाएर हाल्नु नै ठुलो कुरो हो भिडियो है गाई चाहिँ आएँ म अब उता चाहिँ बोलिरहेको लाइट बोलिरहेको सानो सानो चाहिँ भाइरल पुल हो है अनि यहाँ साइडमा चाहिँ यस्तो बनाइदिएको छ है पुरै पानीवाला अनि मेन कुरो भनेको चाहिँ यहाँहरू छ है यति धेरै छ हाँसहरू तल्लै छ है हेर्न सक्नुहुन्छ हाँसहरू तल्लै छ है कराइरहेको छु मैले के दिन्छ कि भनेर होला कराइरहेको छ हेरिरहेको हेर आएको यिनीहरू यो चाहिँ रेस्टुरेन्ट लज दामी बगाल हेर्न सक्नुहुन्छ है
यहाँ पनि छ हाँसहरू हजुरको नाम दाजु मेरो नाम भोगेन्द्र यादव ओके हजुरको घर चाहिँ कहाँ मेरो घर जनकपुर हो हजुर हजुरको नाम के हो मेरो नाम राजु परियार म चाहिँ बुटोलबाट मेरो सानो भिडियो मेरो च्यानल पनि छैन मैले भिडियो अहिले बनाइरहेको छु के को लागि भन्छ अब हाम्रो नेपालमा अब धेरै छैन 1 महिना आउँदैछ चुनावको लागि तर हामी विदेशबाट हेरिरहने बुझिरहनेहरूले चाहिँ के भन्न चाहन्छौँ भनेर चाहिँ मैले सोधपुछको क्रममा आज हजुरसँग भेटेँ है खुसी लाग्यो अनि के छ विचार हजुरको अब अहिलेको चुनाव के कस्तो अहिलेको चुनाव हेर्दा अब हामी त परदेशमा बसेको होइन हजुर विदेशमा बसेको अब हामीले अब केही चेन्जेस आउनु पर्ने हो सरकारमा किनभने अब 4-5 वर्ष यतिकै गयो गयो तर देश पनि अझै घाटा नै गइरहेको भनौँ न विनाशकाल विपरीत बुद्धि भन्छ नि त्यही हो क्या तर योपालि हामीले के गर्नु पर्यो भने चेन्ज गर्नु पर्यो क्या के चाहिँ चेन्ज गर्नु पर्ने चेन्ज गर्ने भनेको चेन्ज गर्ने कि हामी अब सबै पार्टी पुरानो पार्टीहरूलाई नै चेन्ज गरिदिने कि अब कुनै पनि चेन्ज तपाईँले के हुन्छ नि जब अब 1-2 चेन्ज गर्दा हाम्रो देश बनिँदैन ओके त्यसको लागि के भने हामीले जरादेखि हटाउनु पर्ने क्या तपाईँलाई थाहा छ नि किनभने काङ्ग्रेस एमाले मगर जे जति छ सबैले गरे अब कति वर्षसम्म काट्यो होइन त्यो त देखे हेऱ्यो होइन बच्चादेखि नै तर यो पालि भनेको अब की बार भन्छ नि बालन सरकार भन्ने के भनेपछि हजुरको विचारमा चाहिँ राष्ट्रपाको सरकार आउनु पर्यो होइन आउनु पर्यो किनभने अब हजुरको अब हामीले चाहिँ यहाँबाट भोट हाल्नु पाइँदैन सकिन्न होइन तर हजुरको अब विचारमा अब हाम्रो घर परिवारहरू सबैलाई पहल गरेर अहिलेको चोटिको चुनाव चाहिँ हामीले राष्ट्रपालाई नै जिताउनु पर्यो किनभने अबको बाली बालन सरकारको बारी होइन किनभने अब हामी यहाँ हुँदा हामी यहाँबाट हामीले फोर्स गऱ्यो भने आफ्नो घर होइन कति हामी हाल्न पाएन है तर हामीले हरेक विदेशीमा बस्ने दाजुभाइ दिदीबहिनी जति छ नि सबैले आफ्नो आफ्नो घरमा एकचोटि कल गरेर सम्झाइदियो बुझाइदियो भने अब के बार भनेर बालनलाई दिनु पर्यो र घन्टीमा दिनु पर्यो ताकि भोलिको दिनमा देश परिवर्तन हुन्छ र हामी पनि परिवर्तन हुन्छ क्या हामी सबै यहाँ बस्न आएको होइन नि त तिनीहरूले जितायो तिनीहरूलाई अब त्यहाँको हेर्नु न मान्छेहरू कस्तो कस्तो विज्ञ छ क्या त्यहाँमा डाक्टरदेखि तपाईँको देश बनाउनेदेखि हरेक एजुकेसन हो क्या स्वादले देख्नु बालनलाई देख्नु रतिलाई देख्नु सबै त्यहाँ एकजुट भएर योपालि नजितायो भने हाम्रो देश फेरि बर्बाद हुन्छ क्या धन्यवाद तपाईँसँग धेरै लाग्यो त्यस्तै तपाईँहरूले पनि अब सबै ठाउँमा गएर यसो भिडियो बनाइदिनु जनपेटमा दिनु मान्छेहरूले बुझोस् अझै पनि बुझेको छैन क्या गाउँ घरमा हेर न अब जसले पियो खायो त्यसैमा भोट हाल्दिनँ तर यो मासु भातमा मासु भात खायो तर घन्टीमा हाल्यो क्या घन्टी बजायो अबको चोटि चाहिँ ल घन्टीमा है सबैजनालाई हजुरको नाम के होला मेरो नाम चाहिँ सर्जन हो दाइ गाई चाहिँ मेरो घटे डोल्पा हो होइन अब हामी चाहिँ अहिले कार्यरत दुबईमा काम गरिरहेको छौँ होइन अब नेपालमा के छ भन्दाखेरिमा त्यत्रो आन्दोलन भयो हाम्रो जेनजी टोलीहरू कति मृत्यु हुनुभयो होइन मृत्यु हुनुभयो त्यसपछि लाएर अबको युवाले के गर्नु पर्यो भन्दा नि भोट फर द चेन्ज ओके भोट फर घन्टी नयाँ मान्छेले ल्याउनु पर्यो र केही न केही युवाले केही न केही गर्छ अबको दिनहरूमा त्यही भएर भोट फर घन्टी भन्न चाहन्छु टाढाबाट भए पनि मेरो तर्फबाट चाहिँ बालनलाई सल्युट छ है त ल धन्यवाद है सानो हजुरको यो कुराले पनि धेरै इफेक्ट पर्छ हाम्रो नेपालमा चाहिँ है हामी टाढाबाट चाहिँ सपोर्ट भने चाहिँ एउटै भिडियोको थ्रुबाट हाम्रो फ्यामिलीलाई हामीले सम्झाउँदै सबैजनाले अहिलेको चोटि चाहिँ हाम्रो भोट चाहिँ घन्टीमा हुनु पर्यो है सबैको इच्छा आकाङ्क्षा सबैतिरबाट नेपाल वरिपरिबाट अब हामी विदेशमा रहनुहुने सबै दाजुभाइ है सबैले घन्टीमै भोट हाल्नु पर्छ ल धन्यवाद है त ल मेरो नाम शिशिर कुमार ओके खुसी लाग्यो हजुरसँग भेटेँ मेरो नाम चाहिँ राजु परियार है अनि हामी चाहिँ अहिले अबुधाबीमा छौँ म घुम्दै फिर्दैखेरि उहाँलाई भेटिहालेँ है तर मेरो चाहिँ अहिलेको मेरो सिचुएसन अनुसार मेरो भिडियो के बन्दैछ भने चाहिँ अहिले नेपालमा के हुँदैछ र अब आउन लागेको 1 महिना अगाडि अब चुनाव आउँदैछ त्यसको लागि चाहिँ मेरो सोचाइ बुझाइ अनुसार हामी विदेशमा हुनुहुने सबैलाई मेरो सोध्ने पुछ्ने यताउति कुरा छ अनि के लाग्छ हजुरलाई अहिलेको चोटि चाहिँ चुनाव कसले जित्छ र हजुरको विचारमा चाहिँ हामीले चुनावमा भोट चाहिँ कसलाई हाल्नुपर्छ अहिलेको चोटिमा चाहिँ बालेन भनेपछि हामी राजसभा घन्टीमा भोट हाल्नु पर्यो हजुर र किन के को कारणले हामी चाहिँ भोट हाल्नु पर्ने अब त्यत्रो जेनजी आन्दोलनमा त्यत्रो शहीद हुनुभयो ओके अनि अब देश पनि अलि सुधार्नु पर्यो त्यसको लागि चाहिँ हामीले चाहिँ अहिलेको भोट चाहिँ घन्टीमा हाल्नु पर्यो हजुर घन्टीमा हाल्नु पर्यो सही खुसी लाग्यो अब हामीले भनेर मात्र हुँदैन होइन विदेशबाट चाहिँ अब हाम्रो परिवारलाई हाम्रो सबै वरिपरिको हाम्रो जति रिलेटिभ हुनुहुन्छ इष्टमित्र सबैलाई हामीले चाहिँ अहिलेको भोट चाहिँ घन्टीमा हालेर हाम्रो देशलाई नै राजसभामय बनाएर जिताउनु पर्छ र अब आउने सरकार चाहिँ बालेनको हुनु पर्यो होइन धन्यवाद खुसी लाग्यो मैले चाहिँ भिडियो खिचेँ है आज 2-3टा भिडियो चाहिँ खिचेँ मैले यहाँ 2-3टा साथीहरू नेपाली भेटेको तर सबैको कुरा चाहिँ के थाहा पाइयो भने चाहिँ
अहिलेको चुनावमा चाहिँ सबैजनाले चाहिँ भोट चाहिँ राजसपालाई हालेर राजसपाको सरकार बनाएर युवाहरूलाई विदेश जान रोक्ने सकेसम्म कम गर्ने देशमै रोजगार बनाउने भन्ने चाहिँ उहाँहरूको भनाइ थियो। खुसी लाग्यो जे भयो नि सबैसँग कन्ट्याक्ट हुनु पाएँ है त। सक्नुहुन्छ गाइस, म चाहिँ अब रुम जाँदैछु है होइन। के भन्छ नि, म चाहिँ त्यहाँ एउटा दाइसँग राम्रो कुरा भयो है, गुड कन्भर्सेसन। त्यो दाइले भन्दै हुनुहुन्थ्यो म चाहिँ अगाडि चाहिँ फेस रिभिल गरेर बोल्न चाहन्न, तर धेरै कुराहरू भयो जो कुरा चाहिँ मैले एक्चुअलीमै गर्न खोजिरहेको थिएँ है कोहीसँग। तर उहाँको भनाइ, उहाँको कमेन्ट अनि उहाँको सजेसन इज भेरी गुड, इज अ भेरी काइन्ड, हि इज भेरी हम्बल। त्यो कुरा चाहिँ एकदम मन पर्यो मलाई चाहिँ। अब प्रायः जसो हामी नेपालीहरू चाहिँ सबैलाई त्यो कुराको चाहिँ के भन्छ अरे कुरा गर्नु मन लागिरहेको हुन्छ कि होइन, तर कसैले पनि यसरी ओपनली खुलेर चाहिँ कुरा गर्न सक्दैन, गर्न खोज्दैन पनि। त्यति मात्र हो। म चाहिँ अब निस्केँ है सिटी एरियातिर आउनलाई, कर्नेसबाट निस्केर अब म रुम जाँदैछु। वेदर भेरी नाइस है, भेरी कोल्ड, भेरी गुड वेदर है। अनि म चाहिँ एउटा दाइसँग त्यहाँ धेरै कुरा गर्नु पाएँ, किनकि त्यो दाइले चाहिँ भन्नुभएको थियो आई डोन्ट वान्ट टु कम विथ भिडियो बट आई वान्ट टु टेल यु समथिङ एल्स। What you want to be question with me, I will really tell you your answer. त्यो कुराले चाहिँ एकदम खुसी लाग्यो मलाई। म त्यो दाइको कमेन्ट्स then he suggests me, he has some experience in UAE, Abu Dhabi, how he's explained his life, everything he suggests me. I really like to him, like how the way he's talk to me है। मान्छे भनेको if you are a good human being, so you want to explain very well, and you should be have a good heart and kind and humble, yeah, like this। तर खुसी लाग्यो है कुरा गर्नु पाएर त्यो दाइसँग। 8 बज्न लागेछ है, अब चाहिँ रुम जानुपर्छ। I try to be connect with our people from Nepalese guys. I will having some good videos with them. I think हामी सबैजनाको चाहना, इच्छा, आकाङ्क्षालाई चाहिँ मैले पब्लिकली समेट्ने कोसिस गरेको छु है। आई होप यु गाइज आर भेरी क्युरियस फर दिस एन्ड यु गाइज आर लाइक इट हाउ आई एम डुइङ द भिडियोज। म चाहिँ अब सिटी एरियाबाट चाहिँ जाँदैछु है रुमतिर। हल्का हजुरहरूलाई मैले देखाउने छु चारैतिरबाट है। र गाइज म चाहिँ यो पार्कमा आएको छु है, पनि वान अफ दिस भेरी गुड पार्क हो होइन। अब यहाँ चाहिँ केटाकेटीहरू खेलिरहेको छन्, धेरै केटाकेटीहरूको लागि खेलाउने कुराहरू सबै छ है। ब्याडमिन्टन खेलिरहेको छन् यता, अनि त्यहाँ सबभन्दा हेर्न सक्नुहुन्छ बास्केटबल। यहाँ चाहिँ बास्केटबल फिलिपिन्सहरूको चाहिँ बेस्ट बास्केटबल खेलिरहेको छन् है, दामी। दामी बास्केटबल। अनि यता पिकनिक चलिरहेको छ। क्यापिटल पार्क हो कि के भन्छ सायद, तर दामी छ यो पनि पार्क। ती खेल्ने ठाउँहरू है दामी। अनि यता यस्तो छ, यो चाहिँ बिचमा छ है, चारैतिर बिल्डिङहरू छ अनि यो पार्क चाहिँ बिचमा छ क्या। दामी छ है यो पार्क। कतै घुम्दै फिर्दै यता पनि आइसक्यो। अनि सबैलाई थाहा होला त्यो डे टु डे मार्केट है, डे टु डे हाइपर मार्केट। दामी धेरै दामी ग्रुप। यु क्यान सी दिस इज द वे, दिस इज माई वे टु गो होम है। अनि ठिक छ, जानुपर्छ रुम पनि। अनि भोलिबाट फेरि ड्युटी जानुपर्छ है, सेम एज अलवेज। त्यसपछि फेरि आफ्टर 1 week have a day off and come back to the visit somewhere, show the new places with our people। त्यही हो गाइज। अब चाहिँ म रुममा आइपुग्न लागिसकेँ है, अब धेरै टाइम छैन। थ्याङ्क यू सो मच फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ गाइज। डोन्ट फर्गेट टु लाइक, कमेन्ट or subscribe guys। See you the next episode, next vlog।